हेलो साथी दर्शन नमस्ते। सन्चै आरामै हुनुहुन्छ, म पनि यहाँ आरामै छु भन्नुपर्छ है। आज चाहिँ रमजानको लास्ट डे भन्दा पनि रमजानको लास्ट डे होइन। आज बेसरी काम थाकेको छ। आज सबैजनाको के कस्तो भएको छ म गइरहेको छु होइन। के कस्तो हुँदैछ, के हो कसो हो। अब केटाहरू पनि रुममा आइसक्यो होला त, अर्को होटेलको मान्छेहरू पनि होइन, साथीहरू आइसक्यो होला। गएर देखाउँदैछु के कस्तो रियाक्सन आउँदैछ, के हो कसो भन्ने कुरो। के छ कान्छ, आज काम कस्तो भयो तिमीलाई? ठिक छ, गएर देखाउँदैछु के हुँदैछ कस्तो हुँदैछ भन्ने कुरो। सायद आइसक्यो होला साथीहरू पनि है। ओहो गाइज के छौ, हालखबर के छौ? हालखबर हाउ आर यु? के हो, गर्लफ्रेन्डसँग हो क्या? यस्तै छ पारा यताबाट हेलो के छ भन्दै जाँदा एकदम ठिक छ भन्दै यताबाट दुईजना बोलिरहेको। ए आमामा गर्लफ्रेन्ड छैन? गर्लफ्रेन्ड छ कि छैन? सबै भुक्का म जस्तै भुक्का हो। एक्लै अर्कालाई होइन, एक्लै अर्कालाई पुरा हाइहाल्यो होइन मोबाइलमा। हाई के छ? हावा मान्छे भाइ। हेलो साथीहरू के छौ, हालखबर आइपुग्यो? यहाँ के कस्तो भयो त नि आज के कस्तो भयो काम? आजको काम भान्जे तिम्रो चाहिँ पारा के हो नि? जतिखेर पनि आएर मोबाइल चलाउनु मात्रै हो। के गर्ने मामा, मोबाइल चलाउनु पाए के कामै छैन। आज आमामा फुतुराले लास्ट तनाव गरायो होइन काममा। आमामा लास्ट बिजी भयो, बर्बाद गरायो आज साथीहरू। के हो कसो हो? तनाव भएको खाना पकाउन भन्छ यार। के हो कसो हो? खाना पकाउ खाइदिउँ। सबै टाढा भाग्यो त के हो यार? किन भाग्यो आऊ र तिमी? केटाहरू पका खाने हो भात? पका खाएन? किन पका? भातै पका खाने केटाहरू सबै जागरिलो छ होइन होला। आज भुसुक्कै बनायो नि यार काममा यार। किन यति धेरै आएर नि राम्रो भुसुक्कै बनायो कामले। के हो कसै लोड बनायो। आज म एकदम थाकिरहेको छु है। बधाई छ। घन्टा नै पुगेन के खायो तिमीले? सुकुटी कसले बनायो नि? मैले तरकारी कसले बनायो? मैले सुकुटीमा घिउ हालेर खाएको? घिउ बास्ना खायो त? त्यसै घिउ हालेँ होइन। बास्ना खायो त अनि त्यही भएर सोध्यो नि। मैले पकाएको तरकारी नि घिउ हालेँ त बाफ्न आउँछ अनि हावा नगरेर तिमी त्यही तरकारीलाई के अरे उस गरे जस्तो छ। पानी हालेर पुरा फेरि त्यसमा चाहिँ आलु हालेर उमालेर ल्याएर जस्तो छ। कुरा गर्दो रहेछ यार। जे गरे नि गरे नि जे गरे नि गरे नि गर्नु त गऱ्यो र ठिक छ। तिमीलाई धेरै धेरै बधाई छ। तर यस्तो मामाहरूलाई यस्तो बासी खुलाएर अनि त्यहाँ बासीमा अझ मिठो हुन्छ भनेर घिउ हालेर त्यो दिन नपर्ने क्या। पानीमा त्यो पनि पानीमा हेर बर्बाद गरेको मामाहरूलाई। यो मान्छेहरू पनि खासै तनाव भएर थकै लाग्यो मलाई। बेसी थका लगाएर जुगुन कति 6-7 महिना भएको थियो होला नखाएको। आज जुगुन हानिदिएको नुन चर्को भएर यार। यति चर्को लाग्यो कि यति चर्को लाग्यो। यो साथीहरू अब के हुन्छ रियाक्सन कस्तो आउँछ? केटाहरू पनि आइसकेको रहेछ अनि त्यहाँ रियाक्सन कस्तो आउँछ होला भनेर काममा के कस्तो भयो भनेर सोध्नलाई आएको। कोही फोनमा बिजी रहेछ, कोही खानामा बिजी, कोही लम्पसार परेको थियो, कोही के पस्थ्यो परेको थियो। अब रियाक्सन चाहिँ त्यस्तै आयो। त्यही नै हो। अब सरप्राइज दिउँ कि भनेर हल्ला गरौँ कि भनेर आएको, आफै सरप्राइज भयो। हाम्रो त कामै हुँदैन अनि हाम्रो त कामै हुँदैन, बसी आउने हो अनि। तिमी आधी घन्टा भयो आएको है? 1 घन्टा लाग्छ हो र? पुगेको छैन यहाँ।
त्यही त हो नि अब भान्जाले यसो खानाहरू यताउति बनाएर दिएपछि खाना पनि पर्यो हो कि नै सधैँ आफू पसेर खान्थेँ आज भान्जाले पसेर त खाएको पस्केको यसो खान लगाएको जोस् ठिकै छ भनौँ यही मान्छेले पसेर दिएको मलाई है आदि भइसकेपछि ल खानु न अरे मलाई होइन यस्तै हुन्छ नि आउनु बित्तिकै खाना खाइयो फेरि अब आधी घन्टा पछि जाने हो ठिक छ बोडी राजमा सुकुटी छैन हो त यो सुकुटी सुकुटी खुर्सानीको होला सुकुटी यो मामाले पकाउनु भएको तरकारी हो क्या मामाले पकाउनु भएको काममा भएर आएको मान्छेले आधी घन्टा पकाएर भ्याउँछ भ्याकी भन्ने कुरो हो नि त मेरो पालिको महिना छ मैले अस्ति चिकन बनाएको हिजो सुकुटी बनाएको हिजो सुकुटी तिमीले बनाएको सुकुटी 3 दिनको बाजी खाएर हुन्छ अस्ति चिकन फ्राई खाएको होइन चिकन फ्राई मैले बनाएको कसको मै बनाउनु त अब दुइटा पुऱ्याउनु चल्छ मेरो त उनी हुन्न क्या अब टाइमै मिल्दैन क्या भयो 2-3 दिन त होइन अब है 2-3 दिन त हो अन्त राति आएर बनाऊँ भन्नु पनि अब नदेखाउनु न हात हाटेर मजा आयो ठिक छ केही छैन मुस्लिमहरूको रोजा भने हाम्रो पनि रोजा भएको है एक महिना त रमाइलो भयो नि के रमाइलो हो नि न टाइममा खाना पाए न टाइममा सुत्न पाए निन्दै लाग्दैन त्यसमाथि मलाई तरकारी हालिदेऊ न थोरै आलु नै हाल्छु त्यो अब त्यही हो सरप्राइज हल्ला हुल्ला गरौँ भनेर आएको अब आफै त्यस्तै भइहाल्यो त्यही हो आजको भ्लग चाहिँ अब यति नै भन्नुपर्छ अब धेरै जस्तो धेरै हाल्न सकिन्न के कसो हो अब यहीँको यहीँ कति मात्रै हाल्ने भन्ने कुराले चाहिँ अलि राख्दै गर्नु आएको है त के कस्तो लाग्छ अब मन पर्यो भने अब यसो लाइक सेयर कमेन्ट यताउति गरिदिनु होला अनि त्यहाँबाट के अरे युट्युबको सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु के कसो हो नहाँसो न तिमी यार अब गरिदिनु होला अनि त्यहाँबाट यसो यसको भलकमा यो पुगेन है भनेर के हो कसो यसो कहाँनिर केही बिग्रेको छ केही सपार्न पर्छ त्यो पनि यसो यसो गर यसो गर भनेर भनिदिनु होला भन्दै म राखिदिउँ त मान्छे राखिदिउँ त फोन घुप्टाइदिउँ त हो कि के अरे बन्द गरिदिउँ त भ्लग अन्त है त कसो नमस्ते बाई